Hello guys, hello guys, hello guys, hello guys. म घरमा पनि के बस्ने भनेर यसो आधा चाहिँ भग बनाऊँ भनेर बनाएको। अब त्यही डेली भग आउने छ। अनि एउटा गुड न्युज छ। के गुड न्युज भने नि अब यहाँ हाम्रो गाउँमा 16 गते आज 15 गते भयो। आज भोलि 16 गते चाहिँ यहाँ हाम्रो छानमा मेला लाग्छ। पजुवा काट्छ के काट्छ त्यो अब भोलि लामो कन्टेन्ट हुनेछ भन्ने आशा गर्दछु। भोलिको दिन ल आजको दिन पनि लामै कन्टेन्ट हुन सक्छ तपाईँहरूलाई। अनि म त यहाँ खोला आएको छु। अनि यहाँ खोला आएको पनि धेरै भएको छु। अनि त्यही भएर यसो आज यहाँ आएको। त्यसपछि त्यहाँ बिहे हुँदैछ। उहाँ के भन्छ तालठान होइन डरेलीमा बिहे हुँदैछ। अनि त्यहाँ दाम भनेको तर म भ्याउदिनँ होला। बिहेमा जान म भ्याउदिनँ होला। अब त्यही म यतै वरिको कन्टेन्ट बनाउने आशा गर्दछु। अनि त्यही हो। अब यो भनेको चाहिँ यहाँ 4 बजे दिउँसो 4 बजे यहाँ केटाहरू दाइहरू भाइ फुटे के होइन यहाँ फुटबल खेल्न आउँछ। यो चाहिँ पोत भयो होइन। अनि त्यही मेरो साइकल हो, गाडी मानव मेरो गाडी। अब गाडीमा त अब के भन्नु यतै छ। अनि हिजो राति पनि पानी कता पर्यो थाहा छ? झन्डै उदाएन नि घर फेरि मेरो। यस्तो डेन्जर पानी पर्यो, हावा चल्यो, कामै छैन। ल अब म यतिपछि भेट्छु। ओके बाई। फेरि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु है। बाई बाई। ल गाइस म घर आएर पनि अब उता जाँदैछु। यहाँ आँपको बोट आँप खान दाना दिएको छु जाँदैछु। अब त्यहाँको आँप अमिलो पनि छैन, तितो पनि छैन, बब्बाल छ बब्बाल। त्यही हो जाँदैछु। अब 2-3 मिनट लाग्छ। यहाँ हावा क्या मिठा हावा आउँछ। बाध्यता छ। यता चाहिँ एउटा कुरा इमोसन कुरा भन्नु छु तपाईँलाई। यहाँ कति नै यहाँको त धिमाल के यहाँ मरेको थियो। यो गाडेको छ है। म देखाइहाल्छु एकछिन। पुरै त्यता त्यहाँ जानुपर्छ। यहाँ पुल छ यस्तो पुल छ। फल्यो यहाँ नि यहाँ हो कि खै कहाँ नि यहीँ होला। यो के होला यो दाना। यता बाटोको हालत यता पनि हुन्छ। अनि आज गणतन्त्रको दिवस कता मनाउँदै हुनुहुन्छ
यहाँ त अब गणतन्त्र हो कि तन्त्र हो हो यहाँ पानीको बोतल पनि छ अनि यहाँ मान्छे आएर यहाँ बसेको पनि छु त्यो दिन चाहिँ इमोसन थियो स्याट फुर्ती छ के छ है अब त्यही म उता जान्छु मैले ट्याक्कै भन्नु पनि आउँदैन त्यहाँ मान्छे छ कि छैन है मान्छे चाहिँ रहन्छ भने चाहिँ माछा अनि गाइस के छ गाइस भोलि यहाँ मेला हो कि अनि यहाँ मेला लाग्छ यहाँ यो थान छ नि यो थानभित्र परिवारमा दल बोलाउँछ अनि भोलि राम्रो कन्टेन्ट हुन्छ भन्ने आशा गर्दछु राम्रै होस् अनि अर्को गुड न्युज के छ भने यो मेरो युट्युबमा पनि प्रगति हुँदैछ अनि टिकटकमा पनि प्रगति हुँदैछ देउस अब यसरी प्रगति हुँदै गयो भने म त यहाँ संसारको युट्युबर टिकटकर बन्न सफल हुन्छु कि भन्ने आशा गर्दछु त्यही भएर म यहाँ आइसकेँ यहाँको आँप चाहिँ मिठो अमिलो पनि हुँदैन तितो पनि हुँदैन यो कोला यो कालो टी त हामी उमा छ खाना आउनु भन्न मिलेन अर्काको खाना मिलेन त्यो पनि हानिदिउँ न मिठो छ त यहाँको आँप यो ल मैले उता टिपेँ अनि खाना आँटेको मान्छेले दिएको चाहिँ भने माथन लुकेर खामै केटो लुकेर खा ल अब चाहिँ एकछिन बस्नु पर्यो मिठो नाइस यता चाहिँ बिउ रोपेको रहेछ उम्रिँदैछ अनि म यहाँ आँप म्याङ्गो खाँदैछु यो बोका चाहिँ चितो हुन्छ तर यो भित्रको सेतो छ नि यो सेतो त्यो चाहिँ खाइरहनु जस्तो छ कति साह्रो यहाँ पऱ्यो यहाँ के पो यहाँ कि ए अम्मको बोट थियो यहाँ अम्मको बोट हुँदा चाहिँ हामी तोड्न आउँछौँ चाहिँ खाना अहिले त मैले काटिहाल्यो के हो अदुवा नुन खोर्सानी भएको है काइदा हुन्छ काइदा तर यो आँप खानु पनि बेकार हो फाइदै हुँदैन बेकारमा यो लगतलाई नखानु मात्र गर्छ यो त म त खाएको धेरै खाएको होइन है
बबाल छ बबाल। ल गाइस अब चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। कृपया ध्यान दिनु, माया गरिदिनु, के हो त्यहाँ माया गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। मेन कुरा चाहिँ सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला गाइस। तपाईँलाई धन्यवाद। यहाँ आजसम्म अहिलेसम्म भनौँ न, अहिलेसम्म मलाई यहाँ माया गरिदिनु भएकोमा धन्यवाद, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै माया गर्दै जानुहोस्। म भविष्यमा युट्युबर बनौँ भन्ने सपना छ, चित्रकार। तपाईँको माया अझै चाहियो, अझै माया गर्नुहुन्छ भन्ने आशा गर्दछु। ल अब त्यही आजलाई यति नै म बिदा हुन चाहन्छु। धन्यवाद। तपाईँलाई सुख शान्ति मिलोस्, सुख समृद्धि मिलोस्। अझै त म के भन्न सक्छु र। ल बाई बाई, गुड नाइट भन्न मिल्दैन, गुड बाई। ल टाटा बाई बाई। Love you guys.